ल्यापटप छैन तर राम्रो प्रेजेन्टेसन बनाउनु छ, फोन मात्र छ भने पनि एआईले तपाईको पूरा प्रेजेन्टेसन बनाइदिन्छ। टपिक भन्नुस्, थीम, टेक्स्ट र फोटो सहितको स्लाइड डेक मिनेटमा तयार। यो गर्न चाहिएको दुईटा कुरा चाहिँ फ्रीमा पाइन्छ, एउटा गुगल एकाउन्ट अनि जेमिनाई एप। एप छैन भने प्ले स्टोर या एप स्टोरबाट इन्स्टल गर्नुस्। अनि हामी चाहिँ जेमिनाई भित्रको क्यानभास भन्ने टुल्स युज गर्छौं, किनभने त्यसले पूरा डेक एउटा प्रम्प्टबाट बनाइदिन्छ। पहिला जेमिनाई एप खोल्नुस् अनि साइन इन छ भने कन्फर्म गर्नुस्। तल टेक्स्ट बक्सको मुनि क्यानभास भन्ने बटन हुन्छ, त्यो ट्याप गर्नुस्। अहिले जेमिनाई नर्मल च्याट होइन, डकुमेन्ट र स्लाइड बनाउने मोडलमा जान्छ। अनि अनेस्टली यही स्टेपले सबै फरक पार्छ। मार्केटिङको प्रेजेन्टेसन बनाउनु भन्यो भने जेनरिकको फ्री डेक आउँछ, जति डिटेल दिनुहुन्छ उति नै राम्रो। मैले प्रम्प्टमा यस्तो कुरा चाहिँ हाल्ने गर्छु है, कति स्लाइड चाहियो, कसको लागि हो, अनि हर स्लाइडमा के राख्ने। जस्तै नेपालको डिजिटल मार्केटिङ एजेन्सीको लागि 10 स्लाइडको प्रेजेन्टेसन बनाउने। स्लाइड 1 मा इन्ट्रो, स्लाइड 2 समस्या, स्लाइड 3 हाम्रो सल्युसन, स्लाइड 4 देखि 5 सम्म चाहिँ सर्भिसेसहरू, स्लाइड 7 मा प्राइस प्याकेज, स्लाइड 8 टर्म्स, स्लाइड 9 रिजल्ट, स्लाइड 10 मा कन्ट्याक्ट्स, प्रोफेसनल टोन अनि सफा डिजाइन। तपाईसँग पहिला नै नोट, पीडीएफ या फोटो छ भने पनि त्यसलाई पनि सोर्स बनाउन सकिन्छ। प्लस आइकन ट्याप गर्नुहोस् अनि फाइल, ग्यालरी या क्यामेराबाट फाइल हाल्नुहोस् अनि जेमिनाई त्यही मेटेरियलबाट स्लाइड बनाउँछ। तपाईले सुन्नु हुँदैन, उसले आफै पढ्छ। अब सबमिट गर्नुहोस्। केही सेकेन्डमा थीम, टेक्स्ट अनि फोटो सहितको पूरा डेक चाहिँ तयार हुन्छ। साधारणतः 8 देखि 15 स्लाइड अताहारै। यो चाहिँ च्याटको रिप्लाई मात्र होइन, स्क्रोल गरेर हर स्लाइड हेर्नुहोस्। पहिलो पटक हेर्दा म पनि हल्का माइन्ड ब्लोइङ भएको थिएँ। अनि अनेस्टली मन परेन भने फेल गर्नु चाहिँ पर्दैन है। त्यस्तै प्रम्प्ट बक्समा हल्का मिलाउन सक्नुहुन्छ। स्लाइड अलि छोटो बना, अर्को कलर प्रयोग गर, अनि यो स्लाइडमा चाहिँ च्याट हाल है। जेमिनाईले फेल अपडेट चाहिँ गरिदिइहाल्छ। एउटा कुरा चाहिँ याद राख्नुहोस्, क्यानभासमा हर अपडेटले नयाँ भर्जन बनाउँछ। पुरानोलाई हेर्न चाहिँ मिल्छ है, तर ओभर राइटिङ चाहिँ हुँदैन। चित्त बुझिसकेपछि माथि सेयर या एक्सपोर्ट अप्सन ट्याप गर्नुहोला अनि गुगल स्लाइड छान्नुहोस्। डेक तपाईको गुगल ड्राइभमा एउटा स्लाइड फाइल भनेर सेभ हुन्छ। फुली टिचिङ राइट तपाईकै हातमा, नोट लेख्न नछुटाउनुहोस्। एपमा एक्सपोर्ट अप्सन देखिन्न भने फोनको ब्राउजर या gemini.google.com खोलेर त्यहीबाट पनि गर्न मिल्छ है। अब गुगल स्लाइड एप डेक खोल्नुहोस्। टेक्स्ट मिलाउने, स्लाइड सार्ने अनि एआईले हालेको जेनरिक फोटोलाई आफ्नै फोटो या लोगोले पनि बदल्न मिल्छ। यही स्टेपले तपाईको प्रेजेन्टेसन एआईले बनाएको जस्तोबाट मैले बनाएकोमा बदल्छ। यसको काम चाहिँ यति हो है, तर अनेस्टली 10 वटा कुरा चाहिँ नभनी हुँदैन। सबैभन्दा इम्पोर्टेन्ट, यो प्रेजेन्टेसन फिचर्स चाहिँ पहिला पेड गुगल एआई प्रोलाई मात्र आएको थियो, अहिले बिस्तारै फ्रीमा पनि आउँदैछ। अर्को कुरा, जेमिनाईले दिएको हर फ्याक्ट, नम्बर, डाटा, नाम आफै चेक गर्नुहोला। एआईले कन्फिडेन्ससँग गलत पनि भन्न सक्छ। अनि नेपाली भाषाको हकमा चाहिँ यो स्लाइड टेक्स्ट अहिले इङ्ग्लिसमा मात्र बेस्ट चल्छ। स्ट्रक्चर बनाएर टेक्स्ट आफै नेपालीमा टाइप या ट्रान्सलेट पनि गर्न सक्नुहुन्छ। जेमिनाईलाई स्लाइड बनाउने मान्छे होइन, सुरु गरिदिने सहयोगी ठान्नुहोला। खाली स्लाइडको डर चाहिँ हट्छ है। इन सर्टमा जेमिनाई एपको क्यानभासमा प्रम्प्ट लेख्नुहोस्, डेक बनाउनुहोस्, गुगल स्लाइडमा एक्सपोर्ट गरेर पोलिस पनि गर्नुहोस्। घन्टौँको काम चाहिँ मिनेटमै तयार हुन्छ, तर फाइनल टच चाहिँ तपाईँकै हातमा। यो ट्रिक चाहिँ काम लाग्छ जस्तो लाग्यो भने लाइक गरिदिनु होला। अनि यस्तो फोनबाट गरिने टेक टिप्सको लागि टेकपन्थीलाई सब्सक्राइब अथवा फलो गरिदिनु होला। तपाईँ कुन टपिकको प्रेजेन्टेसन बनाउन खोज्दै हुनुहुन्छ कमेन्टमा चाहिँ लेख्न नभुल्नुहोला। ल भेटौँला है त नेक्स्ट भिडियोमा।